डिस्क्रिट सिरिजबाट मिडियन कसरी पत्ता लगाउने। एक्स दिएको हुन्छ, एफ दिएको हुन्छ, अनि सिएफ निकाल्नु पर्छ। सिएफ निकाल्नुको लागि सुरु पर्छ त्यस्तै हुन्छ, 2 को 2 नै राख्नु अनि त्यसपछि एड गर्दै जानु। मैले निकालिसकेको छु। यो लास्टको नम्बर हुन्छ त्यही नै एन भइहाल्छ, एन इक्वल टु 9 भयो। त्यसपछि भ्यालु अफ एन बाई +1 हुन्छ, +1 सरी, टुथ आइटम र एन बाई 2 एन कति छ 9 +1 बाई टुथ आइटम। एन +1 कति भयो 10, 10 बाई 2, 10 बाई 2 गर्दा कति आउँछ, 10 बाई 2 गर्दा 5 आउँछ, 5th आइटम। र कुमुलेटिभ फ्रिक्वेन्सीमा हेर्नु 5 कता परिरहेछ, 5 6 मा परिरहेछ, 6। अनि यसको सिधा हेर्नु x मा कति छ 1 छ। अनि यसको मिडियन कति भइहाल्यो, 1 नै हुन्छ। यसको मिडियन 1 भयो, कम्प्लिट भयो।